हेलो एभ्रीबडी वेलकम ब्याक टु माई च्यानल। आज के भने चाहिँ म चाहिँ वे टु आई लभ मिरिक होइन मा चाहिँ जाँदैछु। तपाईँलाई देखाइदिन्छु बाटो चाहिँ कताबाट हो भनेर। सर्टकट एकदम दामी। यो अगाडिको वे चाहिँ लोहित सागर होटेलबाट चाहिँ टक्कै लेफ्ट आयो भने चाहिँ यहाँ आउँछ। इलेक्ट्रिक अफिस पनि छ यहाँनिर होइन। यहाँबाट डाइरेक्ट यस्तो गयो भने चाहिँ तपाईँको आई लभ मिरिक लेखेको जग्गा चाहिँ आइपुग्छन् हो। अन्त हेर्दै जानुहोस् यस्तो दामी भ्यू होइन, एकदम मजाको भ्यू अगाडि छ साथमा। त्यहाँबाट यस्तो छ। गाडी चाहिँ फाइनली लक गरेँ अनि अब म चाहिँ जाँदैछु तपाईँहरूलाई देखाइदिनुको लागि आई लभ मिरिक चाहिँ कताबाट जानुपर्ने हो भनेर एक्ज्याक्टली। सादा कुत्ता कुत्ता टमी ल एकछिन यतिकै लाइनमा बस्नुहोस् होला है, देखाउनेछु म तपाईँहरूलाई। त्यहाँबाट फेरि यो बाटो आउँछ होइन, एउटा उकालो जाने एउटा चाहिँ ओह्रालो जाने। यो बाटो चाहिँ नगएर चाहिँ तपाईँहरू चाहिँ यो बाटो जानुपर्ने हुन्छ होइन। तपाईँहरू यो बाटो जानुपर्ने हुन्छन्। अहिले चाहिँ निकै धेरै नै छ टुरिस्टहरू पनि मिरिकमा। चिया कफी मोमो सोमो खानुपर्ने नै एभाइलेबल हुनेछ तपाईँहरू यताभित्र आयो भने पनि। अन्त स्टे ट्युन। तर भन्नु पर्दाखेरि चाहिँ रोड कन्डिसन चाहिँ अब है एकदम खत्तम छ। चाहिँ मजाले सोलिङ लाएर किन अब त्यो इँटाको उयोहरू लाउनु पर्ने थियो खासमा भने चाहिँ, तर त्यो चाहिँ गरेको छैन यहाँको गभर्मेन्टले। यो चाहिँ गरिदिनुहोस् होला कृपया गरेर मिरिकको जो पनि हुनुहुन्छ या टिएमसीको या जे कुराको पनि, गोजा मोमोको या प्रजातान्त्रिकको जो पनि हुनुहुन्छ, यो रोडलाई चाहिँ राम्रोसँगले वेल मेन्टेन गरिदिनुहोस् होला है। यस्तो दामी जग्गामा यो रोड चाहिँ के हो भएन नि त, खतम भयो नि त। यो रोडले चाहिँ ब्युटिनेसको चाहिँ अब धजिया उडाइदिइरहेछ क्या यहाँको। अन्त फाइनली भन्नुपर्दाखेरि चाहिँ आई लभ मिरिक लेखेको चाहिँ पाइन ट्रिपमा है टक्कै देखा परिसकिसकेको छ। कहाँ छ भन्दाखेरि चाहिँ यो अलिकति उयो भयो। वा वाट अ भ्यू है, एकदमै प्यारो दृश्य यहाँबाट हाम्रो मिरिकको हेर्नु सक्नुहुनेछ। मिरिकको यो चाहिँ न्यू स्टाइलको बोटिङहरू आएको छ अहिले है, हेर्नु सक्नुहुनेछ। वाउ ठ्याक्कै यही जग्गामा चाहिँ टक्कै आई लभ मिरिक छ है त गाइस। आइपुगिसक्यो भन् आई लभ मिरिक चाहिँ। अनि फाइनली अब चाहिँ तपाईँले देख्नु सक्नुहुनेछ आई लभ मिरिक लेख्यो। म त्यहाँ जाँदिनँ, तपाईँहरूलाई यहाँबाट चाहिँ देखाइदिन्छु है। हाम्रो मेन रोड रहेको छ यहाँ पर, यो हो गाडीहरू राखिरहेको जग्गा चाहिँ मेन रोड हो यहाँनिर चाहिँ, जहाँबाट चाहिँ माछालाई चारोहरू पनि दिने गर्छ। उयो पुल ब्रिजबाट चाहिँ सानो ब्रिज देख्दै हुनुहुन्छ होला है। अनि यसतर्फ गार्डनहरू छन् हो। यहाँ चाहिँ मैले मान्छे लिएर आएको थिएँ, त्यो मान्छेहरू चाहिँ देखेको छुइनँ। आई लभ मिरिक चाहिँ यहाँ लेखेको छ है, देख्नुभयो होला। क्राउड ठिकैको रहेछ। अब फाइनली त्यहीँ नै गएर तपाईँहरूलाई देखाउने छु है। फाइनली ठ्याक्कै आइपुग्यो आई लभ मिरिक चाहिँ टक्क एकदम मजाले।
मैले लिएको मान्छेहरू चाहिँ उहाँहरू हो। कस्तो लाग्यो तपाईँलाई आई लभ मिरिक? एकदम राम्रो लाग्यो। पहिलोचोटि आएको उहाँ पहिलोचोटि हो, म त 7-8 पल्ट भइसक्यो आएको, तर नि मिरिक एकदमै हेर्न मन लाग्छ। जहिले आउँदा पनि म तर आउँछु। अरू केही छ राम्रो यसो भन्नुको लागि? अरू त केही पनि छैन, जो पनि आउनुहुन्छ जति आए पनि आइरहनु मन लाग्छ। चाहिँ घुमेर जानु होला, त्यही छ। हजुर ल। अन्त दाइलाई कस्तो लाग्यो त? मलाई त एकदम ठिक लाग्यो। म त 9-10 चोटि आइसकेँ यहाँ दार्जिलिङ, के अरे यो मिरिक। मेरो मेन ठाउँमै यही डेस्टिनेसन। उताको दार्जिलिङ भन्दा मलाई यताको मिरिक ठिक लाग्छ। खास उता मान्छे भिडभाड धेरै हुन्छ, यहाँ चाहिँ एकदम है खुल्ला खुल्ला छ है। खुल्ला खुल्ला हुन्छ हुन्छ, धेरै धेरै धन्यवाद। फेरि हाम्रो यहाँ ट्याक्सी हाम्रो भाइ एकदमै आनन्द छ, घुमाउनुहुन्छ एकदम। जो आउँदा पनि मेरो भाइको अब गाडी नम्बर सायद आउँदैन, भाइलाई सम्पर्क गर्नु होला। ओके ल, धेरै धेरै धन्यवाद सबैजनालाई। खानु पर्यो भने पनि रहेछ पानीपुरीहरू है। ल अहिलेको लागि चाहिँ यति नै है गाइस, धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ।